भन्नुपर्ने थियो क्या यति यिनलाई पनि जवाफ त दिनुपर्ने थियो त यिनलाई दिनै पर्ने जवाफ भएका हुनाले दिया होला नि हेर्नुहोस् है यिनले प्रजातान्त्रिक आचरणको कुरा सिकाउँछ यिनले कानुनी राज्यको कुरा बताउँछ हेर्नुहोस् यिनले सिद्धान्तका कुरा गर्छन् यिनले विचारका कुरा गर्छन् तपाईँलाई मैले उदाहरणका लागि भनेको हो टिठ लाग्नुपर्ने हो नि डेमोक्रेट पार्टी भन्छ नेपाली कङ्ग्रेस आफ्नो नियमित महाधिवेशन गर्न सक्दैन सिद्धान्तका कुरा गर्छ प्रजातान्त्रिक चाहिँ समाजवादी उदारवादमा विश्वास राख्ने काङ्ग्रेस सर्वहाराको अधिनायकत्व भनेको एमालेसँग साँठगाँठ गर्छ र सत्ताका लागि तपाईँको चाहिँ के गर्छ त भन्दा सिद्धान्तहीन सम्झौता गर्न पुग्छ अनि तपाईँको महाधिवेशन भएको त पुसमा होइन अस्ति भर्खरै सक्यो विशेष महाधिवेशन आजसम्म विशेष महाधिवेशनको विवादको छेनफानो गर्न सक्दैन उसको महाधिवेशन आजसम्मै विवादित छ सदस्यता आजसम्म विवादित छ त्यसले के भन्छ तिमी विचारमा प्रष्ट हुनु तिमी उद्देश्यमा प्रष्ट हुनु हेर्नुहोस् जो आफै लथालिङ्ग छ कम्युनिस्ट तपाईँ कुरै नगर्नुहोस् अस्ति भर्खर सक्यो होइन महाधिवेशन हेर्नुहोस् त्यहाँ त अझ चरित्रको चाहिँ कुरा गर्नुहोस् हेड अफ द स्टेट को भूमिकामा बसिसकेका मान्छे तपाईँको भयो के पार्टीको साधारण सहजता देऊ सङ्गठित सहजता देऊ भनेर आउँदाखेरि हुँदैन यिनलाई भनेको छ अस्ति फेरि दिएछ हेड अफ द स्टेटमा चाहिँ भूमिका निर्वाह गरिसकेको व्यक्ति पार्टीमा चाहिँ विवाद बढ्दै गएपछि के त फेरि इग्नोर गरेको सदस्यता अस्ति भर्खर दिएछ अस्ति भर्खर भएको महाधिवेशन एकातिर अहिलेको चाहिँ पार्टीलाई आरोपित गरेको छ अर्कोतिर आफ्ना सभापतिलाई के भन्छ अध्यक्षलाई के भन्छ यो जलाउने परिस्थिति तेरै कारणले बन्यो भन्छ एकातिर के भन्छ हाम्रो प्रधानमन्त्रीले नै सिंहदरबार आगो लाए लुसिफर उनी भन्छ बाहिर सार्वजनिक भाषण गर्दा अनि आफ्ना पार्टी बैठकहरूमा के भन्छ यो जलाउने परिस्थिति चाहिँ तिम्रा कारणले भयो छोडिहाल ओली भन्छ ओलीलाई त्यसरी आरोप लगाउँछन् आन्तरिक पार्टी कार्यालयमा आन्तरिक रूपमा ती विषयहरू बाहिर पनि आएका छन् मैले काङ्ग्रेसको चर्चा गरेँ एमालेको चर्चा माओवादीको त कुरै गर्न परेन 17,000 चाहिँ मान्छे मारेको कुनको राजनीति कहाँ हो के हो हिंसाको चाहिँ राजनीतिक वेगबाट चाहिँ यहाँ आएको डेमोक्रेटिक हो कि कम्युनिस्ट हो कि के हो कि चाहिँ तपाईँको चाहिँ उसको आचरण र चाहिँ व्यवहारका विषयमा चाहिँ प्रवेशै गर्नु परेन अब यस्ताले चाहिँ के भन्छ त भन्दाखेरि तँ यस्तो बन भन्छ त यिनले त शुद्धसँग भने भए हुन्थ्यो नि त्यहाँ हामीबाट चाहिँ नगर है हाम्रा कुरा नगर हामीले भनेको कुरा गर्नु पर्दैन त हामी जस्तो नहुनु जनताले तँलाई हामी जस्तो नबन भनेरै भोट दिएको हो त कहिल्यै पनि हामी जस्तो नबन्नु हामी जस्तो बन्दाखेरि देशको यो दुर्गति हुँदो रहेछ हामी जस्तो बन्दाखेरि यो देश जल्ने रहेछ हामीले जस्तो शासन गऱ्यौँ भने जनताले दुःख पाउने रहेछ हामीले जसरी व्यवहार गऱ्यौँ भने देशबाट लाखौँ युवा विदेशिनु पर्दो रहेछ हामीले जस्तो व्यवहार गर्दा मुलुकको राष्ट्रियता कमजोर हुँदो रहेछ हामीले जस्तो चाहिँ शासन गर्दाखेरि शासन निष्प्रभावी हुँदो रहेछ हामीले जस्तो शासन गर्दाखेरि चाहिँ देश अन्तर्राष्ट्रिय रणभूमिको चाहिँ केन्द्र बन्दो रहेछ हामीले जस्तो चाहिँ शासन चलाउँदाखेरि देश चाहिँ बिचौलियाले कब्जा गर्दा रहेछन् हामीले जस्तो शासन गर्दाखेरि यो देशमा चाहिँ भ्रष्ट तन्त्र चाहिँ विकसित हुँदो रहेछ त्यसकारण नयाँ बनेको पार्टी असाधारण परिस्थितिमा चाहिँ निर्माण गरेको चाहिँ पार्टी त हामी जस्तो नबन्नु भनेर चाहिँ शुभकामना दिया भए कति राम्रो हुन्थ्यो हेर्नुहोस् त कति राम्रो हुन्थ्यो अब के अरे तर विचार भएन यो के हो प्रष्ट पार विचार